नमस्कार। आजको यो नवीन श्रृङ्खलामा म छिमेकी कथा वाचन गर्न गइरहेको छु। असारको महिना थियो। दिउँसोको टन्टलापुर घामका मारे किसानहरू मेलो छोडेर चौतारामा बसेका थिए। कुलोमाथि चौतारो, कुलामुनि आसामरू साउको हिउँदे पसल, त्यसमुनि ज्यामीले बेसेको फाँट, निकै रमाइलो ठाउँ थियो। किसानहरू कोही पसलमा तमाखु किनेर कक्कड भर्न लागेका थिए। धर्मानन्द पाध्ये चौतारामा बसेर गफ चुड्दै थिए। गुमाने घरती हत्केलामा मुन्टो अड्याएर ढुङ्गामा पल्टेको थियो। धनजिते भोटे पसलका डिलमा बसेर घुम्बुन्न लागेको थियो। यी सरल किसानहरूलाई धनका निमित्त तछाड र मछाड भन्दै घचेटाघचेट गरेर अरूलाई उछिनी दगुर्न खोज्ने यो सभ्यता भनौँ या अज्ञानता भनौँ, यस भयङ्कर रोगले तिलभर पनि छोएको थिएन। केवल बखत बखतमा पानी परिदिए खेती कमाइबाट सरकारको तिरो, साहुको ब्याज, वर्ष दिनलाई अन्न, वस्त्र, नुन, तेल पुर्याउन सके पुगेको थियो। धर्मानन्द पाध्ये अलि ठट्यौला किसिमका मानिस थिए। वीरसिक्का पढ्थे, गाउँको बुज्रुक हुँ भन्ने घमण्ड गर्थे। मानिसलाई लडाएर तमासा हेर्ने स्वभाव थियो। एकछिनपछि गुमानेका गोरु धनजितेका बिउमा पसे। आज भोलि रोप्नुपर्ने बिउ धनजिते आगो भो। घुम भैमा मिल्काएर गोरुलाई लगारिकन चुट्न लाग्यो। किसानहरू सबै कुरा सहन सक्छन्, परन्तु वस्तुलाई अर्काले दया छोडेर कुटेको सहन सक्दैनन्। बिउबाट धपाइन्जेल त गुमानेले केही बोलेको थिएन, परन्तु जब कुट्न लाग्यो अनि गुमानेको रिसको सीमा रहेन। असार महिनाको दिनभर जोत्नुपर्ने गोरु उसमाथि पसेका मात्र थिए। उति नोक्सान गरेका केही थिएनन्। जुरुक्क उठेर भन्यो, बिउ नोक्सान गरेको छ भने अर्मलले असारका गोरु किन कुट्छस् ए धनजिते? आज भोलि रोप्ने बिउको अर्मल तिर्ने कुरा सुनेर धनजितेलाई सही नसक्नु भो। पाखुरा सुर्कँदै भन्यो, तेरा डाम्ना छाडा गरेर असारको बिउ चराउँछस्, अझ अर्मलको धाक लगाउँछस्, गुमाने चोर। धर्मानन्दलाई लडाउने मौका पर्यो। सुर्तीको लुडो निभोड्दै भने, कस्तो मिचाहा भोटे रहेछ, बिहानभरि जोतेको भोको गोरुलाई आफै कुट्छ, अझ उही चोर र सोर उड्कन्छ। गुमानेका कन्सिरी अघि नै तातिसकेका थिए। धर्मानन्दका कुराले झन् भुतुक्क भो। निर्धाको हात छिटो चल्छ भन्छन्, किन मुख छोड्छस् ए धनजिते डाँकु भनेर हात मिसिहाल्यो। धनजिते पनि चढ्दो उमेरको मानिस, बलको तुजुक, किन अड्थ्यो। दुवैजना लठारिँदै चौतारी मुनि पुगे। तमासा हेर्नेको ठट लाग्यो। धनजितेले गुमानेलाई लगेर कुलामा पछार्यो। गुमाने ढाक्रीहरूले चम्का लगाएको ढुङ्गो दुई हातले उचालेर आइलागेको थियो। धर्मानन्दले छेके। गुमाने दौराको फेर निचोड्दै पसलका डिलमा बसेर धनजितेसित अघोरसँग बाँच्न लाग्यो। बाबुले धुलीखेलको भारी चोर्यो र 3 दिनसम्म छिँडीमा जाकेथ्यो। ठुलो हुन्छस्? काउले भन्ज्याङमा आरुघाटे नेवारको सुर्तीको ढाका चोड्दा मानवीरे द्वारेले गोर्खे लौरी कसेर चौरमा लडाएको कसको बाबुलाई नि गम्कन्छस्? बाबु, आमा, दिदीबहिनी कसैको इज्जत हुर्मत बाँकी रहेन। साँझ परेपछि पनि बाँच्दै उकालो लागे। चौतारामा झगडा भएदेखि धनजिते र गुमानेको बोलचाल बन्द भयो। बाटामा धनजितेलाई देख्यो भने गुमाने तर्केर हिँड्थ्यो। भदौको आधा आधीतिर गाउँमा आँठे पर्यो। पहिले 1-2 दिन रुगा लागे जस्तो हुन्थ्यो, त्यसपछि चौपट्टसँग भुङ्ग्री ज्वरो आउँथ्यो। 4-5 दिनपछि सन्धिपातको लक्षण देखिन्थ्यो। 8 दिनका दिन खत्तम। गुमानेका विचारमा यो सबै देवदेवताको दोष थियो। भन्थ्यो, देवदेवताको मानभाव नगरेपछि यस्तै हुन्छ। परार रगतमासीले गाउँै सोत्तर भयो। गाउँका थानीको पूजाआजा गरौँ भन्दा सिमी भूमि पुजेर पनि रोग हराउँछ भनेर धर्मानन्दले मेरो कुरा हाँसोमा उडाए। आखिर घाटकी देवी र गाउँका भूमिको पूजा गरेका पर्सिपल्ट रोग साम्य भयो। गुमानेले जान्ने बसायो। गाउँका सारा मानिस जम्मा भए, तर करेसो जोरिएको धनजिते आएन। जान्नेले पनि देवीको दोष देखायो। सबै जम्मा भएर धुमधामसँग पूजा गरे। पूजा गरेको पर्सिपल्ट गुमानेकी स्वास्नी लडी। बिचारी झन्नै खुस्की थिए, बाँची। त्यसपछि धनजितेलाई समात्यो। 3 दिनपछि स्वास्नी चाहिँ लडी। एकातिर इन्तु न चिन्तु भएर स्वास्नी लडेकी थिए, अर्कातिर जराका तोडले धनजिते बरबराउन लागेको थियो। पानीसम्म खान दिने मानिस कोही थिएन। सारा गाउँ सोत्तर छ, कसले हेरचाह गरोस्। गाई बाख्रा किलाका किलै टट्टिएर मर्न लागे। फोएर पाखातिर लाइदिने मानिस कोही भएन।
पहिले त शत्रुको मुख के हेर्नु भनेर गुमानेले वास्ता राखेन, परन्तु जब स्वास्नी समेत थला परी अनि गुमानेको चित्त रहन सकेन, विचार गर्यो यस्तै दैव लाग्छ र पो छरछिमेक खोज्नु परेको, नत्र ओडारमा गएर बसे पनि त भनी, जहाँ पनि बस्नै नहो। दिनदशा आपत विपद कसलाई पर्दैन, बलको तुजुक थियो, मलाई सधैँ यत्तिकै पुग्छ भनेर घमण्ड गर्थ्यो। परमेश्वरले घमण्ड तोडे, बैगुनीलाई गुणले मार्नु भन्छन्। एउटै नगरमा बढेर यो उमेर भो, दौतर हो, यस्तो आपतमा पनि देखेको नदेखी गरे पाप लाग्दैन। गुमाने धनजिते कहाँ पुग्यो, गाई बाख्रा फोएर पाखातिर लगाइदियो। धनजिते मुडो लडे चाहिँ उत्तानो परेर लडिरहेको थियो, दिशा पिसाबको होस थिएन, ओड्ने ओछ्याउनी फेरिदियो। गुमानेले एकछिन छोडेन। मिरमिरे उज्यालो भएको थियो। गुमानेलाई खोज्दै आशामरु साउ आइपुग्यो। एका बिहानै आशामरुलाई देखेर गुमानेले भन्यो, कति कामलाई उकालो लाग्यो साहु, पसलमा बर्खे मालटाल छैन, डुबै दिनलाई सहर जाइदिन्थिस् कि? छिमेकमा यो बिजोक भइरहेछ, केही काम नपाएर जान्छु भारी खेप्न। रोज रुपियाँ दिन्छ लाता, के रुपियाँको लोभ देखाउँछौ साहु? गरिब छु, निमेक मजुरीले छाक टार्नुपर्छ, तापनि पैसाका निम्ति आत्मा बेच्ने त्यति साह्रो नीच भएको छैन। छिमेकीलाई जिउँदाको जन्ती मर्दाको मलामी भन्छन्। यस्ता बेलामा चटक्क छोडेर भारी खेप्न हिँडे मर्दैन। तिमी त ठमठम्ती छौ र रुपियाँको धाक देखाउँछौ। धनजितेका झैँ 4 दिन अन्न न पानी भएर लड्नु परे थाहा पाउने थियो। इस छिमेकी अस्ति चौटारामा झन्डैले मारेथ्यो, थाहा पाउलस्। यस्तै हो, मैले पनि सहेर बसिदिएको भए किन झगडा हुन्थ्यो? एउटै सिरान गरेर सुतेपछि कहिलेकाहीँ गोडा लाग्छ नै। झगडा भो भन्दैमा धर्म छाड्नुहुन्छ? आफूले साँचो मनले उपकार गरेपछि उसका आत्माले पनि गर्न कर लाउँछ। अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ? माटाको भर ढुङ्गो, ढुङ्गाको भर माटो, संसार भरै भरमा अडेको छ। यो भरको ताँदो छिन्ने बित्तिकै सबै भताभुङ्ग हुन्छ। आशामरुको र गुमानेको खलबल सुनेर धनजितेले आँखा उघार्यो। धनजितेले हेरेको देखेर गुमानेले भन्यो, कस्तो छ माइला दाई? म मार्छ कि कान्जा, तँ कोहीले आइस? 5 दिन भयो दाई, तिमीहरू दुवै लोग्ने स्वास्नी लडिहाल्यो। गाई बाख्रा भोकभोकै कराउन थाले, बिजोक हेर्न सकिन, दौडेर आएँ। तिम्रो जस्तो ढुङ्गाको मन म कहाँ पाऊँ? पोलेको घाउमा नुन नाचार कान्जा, म आधाम हो, क्षमा गर। धनजिते हिन्डुल गर्न लाग्यो। गुमानेलाई एकछिन छोड्दैन। वन मेलापात जहाँ गए पनि दुवैजना सँगै जान्छन्। आजकल कसैले गुमानेको बदखुइँ गरेको सुन्यो भने धनजिते झगडा गर्न अघि सर्छ। धन्यवाद।